अहिले बाबाले भर्खरै अब त्यहाँको त्यो पनि फाल्नु भयो भाइ। यसलाई नि उडाइदिनु कि क्वाक पारेर छिनो अन्त अब किलो गाडीसित छिनो नछिनु मतलब भएन होइन बाबा। अब यो जग्गा यो बाटो बनाएर हजुर कस्तो लागिरहेको छ? राम्रो लागिरहेको छ। राम्रो भन्नाले बुवाले दिएको सम्पत्ति यता घर रहिसक्यो हजुर अर्काको जग्गामा। अहिले चाहिँ के हामीले नाप्दाखेरि आफ्नो पऱ्यो, अहिले कुरो लाग्यो। अनि यत्रो वर्षमा अरूले गरेर खाँदै चिप्लाएर बसिथ्यो भन्ने भगवान्ले न्याय दिँदो रहेछ। एकचोटि ढिलो होस् एक दिन अवश्य न्याय दिँदो रहेछ भगवान्ले। त्यहाँ भयो नि बहिनी दुवैले बाटो खाँदैन। हाँडा लिएर आएको हो माटो सर्लकै हाँडा भइसम्म गर्दाखेरि सायद खारियो भने त त्यतापट्टिको माथि अलिक अल्को छ है। मेरी बहिनी